सम्पूर्णलाई ताजा जय मसीह। म बेन्जामिन सुनवाल सेवकको तर्फबाट मेरो साथमा भाइ युवन छ। उहाँले आफ्नो केही टेस्टमनीला भन्न गइरहेको छ। सबैजनालाई ताजा जय मसीह। मेरो नाम युवन राई। म चाहिँ विगत लामो समयदेखि नसा सेवन गर्दै आइरहेको मान्छे। मैले नसा सेवन गरेको 12-13 वर्ष भयो। म चुरोट, गोटी, गाँजा, सुई अनि ब्राउन सुगर सबै खाएँ। जाँड रक्सी सबै खाएँ। मैले कति छोड्नु खोज्दा पनि नसकेर मेरो परिवारले कति छुटाउनु खोज्नु भयो, सक्नु भएन, मैले चाहिनँ। त्यस कारणले आज म यस न्यू गेत्समनी चर्चमा हाम्रो पास्टर बुवा बेन्जामिन सुनारसँग आएर उहाँको चर्चमा बसेर म प्रभुको सेवा कार्यमा अगाडि बढ्ने कोसिस गरिरहेको छु र म अगाडि बढ्न चाहन्छु। यी सबै पुरानो कुराहरू सबै त्यागेर म प्रभुको सेवा कार्यमा अगाडि बढ्न चाहन्छु। यसमा तपाईँहरू सबैजनाले मलाई प्रार्थनामा सम्झिदिनुहोस्। म तपाईँलाई के भन्न चाहन्छु भने भाइ युवनलाई हिजो साँझको 11:30 मेरो घरमा मैले ल्याइ पुर्याएँ। कारण उहाँको परिवार भाइदेखि अत्यन्तै दुखित थियो र उसको परिवार एउटा भाडाको कोठामा बस्नुहुन्छ र भाइको परिस्थितिलाई देख्दै गर्दा भाइको ड्रग्स खाने, लागु औषध खाने साथीहरू आएको देख्दै गर्दा घर मालिकले छोराको कारणले उसको बाबुआमालाई यो घर कोठा छोडेर तपाईँहरू अन्त्य कोठा खोजेर बस्नु भन्ने परिस्थितिसम्म पुग्दै गर्दा उहाँको मम्मीले मलाई फोन गरेर बोलाउनु भयो र मलाई धेरै हम्बल ठुलो रिक्वेस्ट गर्नुभएको कारणले गर्दाखेरि मैले भाइ युवनलाई मेरो घरमा अनि मण्डलीमा लिएर राखेको छु कि उसले एउटै निर्णय गरेको छु। म यी सबै लागु औषधको कुराहरू छोडेर म प्रभुको काम गर्न चाहन्छु, म सुध्रिन चाहन्छु। मैले निर्णय गरेको छु म तपाईसँग बसेर, म तपाईसँगै हिँडेर, म तपाईँ जस्तो प्रभुको सेवा गर्न चाहन्छु भने उहाँले निर्णय गरिकन आउँदै गर्दाखेरि मलाई गर्व लाग्यो अनि खुसी लाग्यो। परमेश्वरले मलाई यस्तै बिग्रेको, नासेको, भत्केको, लडेकोलाई उठाउन र बनाउनको निम्ति परमप्रभुले धरा ड्रग एडिक्टको सहरमा ल्याउनु भएको छ। र तपाईहरुले भाइ युवनलाई देख्नु भएको छ। भाइको शरीरैभरि ट्याटु छ, तपाईले देख्न सक्नुहुन्छ। र मैले देख्दैछु नाक पनि छेडेको जस्तो लाग्दैछ। यो नाक यो छेडेको हो कि यो यस्तै हो, दाग हो? यो छेडेको। नाक पनि छेडेको छ है। उसको हातमा धेरै डरलाग्दो ट्याटुहरू छ है। अनि उसको शरीरको कतिवटा भागहरुमा धेरै ट्याटु छ, कतिवटा अंगहरुमा उसको कपडाले छोपेको छ, यता पछाडी साइडमा छ, उसको खुट्टामा पनि छ। म आशा गर्छु तपाईहरुले यो भिडियोलाई हेर्दै गर्नु हुँदाखेरि तपाईहरुले भाइ युवन